हेलो हेलो। आज चाहिँ म मटन बन मेरो सुप बनाउँदैछु आफ्नो तरिकाले। यसरी बनाउँदा चाहिँ बटर नान रोटीसँग एकदमै मिठो र टेस्टी हुन्छ। ल म चाहिँ यतापट्टि सुरु गर्न थालेँ। यसमा चाहिँ ओइल, जिरा, बे लिफ, ब्ल्याक कार्डामम, ग्रिन कार्डामम, 3-4वटा क्लोभ्स अनि यसलाई 30 सेकेन्ड मजाले फ्राई गरेपछि यसको बादमा चाहिँ ओनियन लामो लामो काटेर लगाउनु पर्छ। ओनियन लगाएको बादमा यसलाई मजाले फ्राई गर्नुपर्छ गोल्डन हुने तक। यसको बादमा 1 चिल्ली, जिन्जर गार्लिकको पेस्ट अनि मजाले फ्राई गरेँ यसलाई। अनि मजाले धोइराखेको बन मेरो मटनलाई लगाएँ। लेमन 1 स्पुन लगाएँ। यसको बादमा सल्ट, यसको बादमा 1 फुल गार्लिक, यसलाई पनि मजाले फ्राई गरेँ। 30 मिनट फ्राई गरेको बादमा चाहिँ यसलाई हट वाटर, यसलाई मजाले 30 मिनट फ्राई गरेको बादमा चाहिँ बोइल गरेको वाटर मासु डुब्ने गरी लगाउनु पर्छ। अनि यसलाई कभर गरेर 3 घन्टा स्लो कुकरमा छोडिदिनु पर्छ। यसको बादमा चाहिँ रेडी भइसक्यो मेरो मटन करी। एकदमै टेस्टी र मिठो भएको थियो, एकदमै मिठो।